कारलाई चाहिँ एउटा बाइकले ओभरटेक गरेको यो सोसल मिडियामा अहिले भाइरल भइरहेछ, तपाईहरुले नि हेर्नु भएको होला हैन। अनि त्यसको तल चाहिँ कतिजनाले यस्तो कमेन्ट गर्नु भएको छ कि यो सबै चाहिँ मिली भगत हो, यो सब फेक हो भनेर भन्नु भएको छ। मलाई पनि कता कतै चाहिँ यो मिली भगत जस्तै लाग्यो क्या, किनकि अगाडि गएर फेरि त्यो कारवालालाई रोक्छ उसले चाहिँ, त्यो अब ब्लगर भनौँ न, राइडरहरूले, बाइक राइडरहरूले चाहिँ रोक्छन् फेरि कारवालालाई। अनि त्यत्रो 5-6 जना केटाहरूलाई चाहिँ एउटै कारको त्यो ड्राइभरले ड्याङ पिटिदिन्छ क्या। अनि त्यो हेरेर चाहिँ मलाई अलिकति डाउट लाग्यो कि यो चाहिँ फ्रड हो। यो कृष्ण सरलाई पनि फ्याक लागेछ, मलाई पनि त्यस्तै फ्याक लागेछ। बाइकले ओभरटेक चाहिँ खासै नगरेको जस्तो लाग्छ मलाई होइन। कारले चाहिँ अलिकति ओभरटेक गर्न खोजेको जस्तो लाग्छ। गल्ती मलाई त्यसो अनुमान बुझ्दा हजुरको के भनेपछि कारवालाकै गल्ती छ जस्तो लाग्छ। त्यही पनि बाइकवाला किन भनेपछि तपाईँको अगाडि पुगेको मान्छे नि अनि उसको साथी पछ्याएर गयो होइन। गएपछि फेरि वापस लगाएर फेरि त्यही कारवालाको पछि नै गयो। उसको पनि मोती बिग्रेर हेर्नुहोस् होइन, मोती बिग्रेन भने गएको आफ्नै साथी होस् चाहिँ होइन। यिनीहरूले चाहिँ यो फ्रड बनाएको भिडियो त्यो बनाउन गर्थेर उनीहरूले रामधुले त खाइआयो। किनभने चाहिँ रियल भए पनि होइन, तपाईँको ऊ 2-3 जना छ, ऊ एक्लै छ। 2-3 जना मान्छे लिएर अनि एक्लैलाई त 3 जना मान्छेले एउटालाई रामधुलाई गर्ने बेलामा ऊ एक्लैले 3 जनालाई रामधुलाई गरिदिएको छ। 2 जनालाई मात्रै हात छोडेको छ है, 2 जनालाई लात्ता र मुड्कीले हानेको छ होइन। भोलि बिहान हामी माथि त्यस्तै पर्थ्यो भने व्यवहार हामीलाई त छोड्ने कुरो हुँदैन होइन। मलाई पनि हेर्नुहोस्, किनभनेपछि मलाई एउटा के भनेपछि मलाई फ्याक जस्तो नै लाग्छ है यो भिडियो। कृष्ण सरले ठिक भन्नुभयो, मलाई फ्याक जस्तो लाग्छ। दाइ केही भनेको छैन दाइ यार, तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार, तपाईँ थेट दाइ यार होइन क्या दाइ यार, के भनेको छैन दाइ यार तपाईँ। भोलि बिहान म माथि यस्तै भयो भने मैले त छोड्ने कुरो हुँदैन नि त होइन। त्यही भएर यो चाहिँ फ्याक हो, रियल होइन जस्तो लाग्छ मलाई। हजुरले कस्तो लाग्छ?